उजेली छौ सुन भन्दा उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा तालमे मच्छी भई पो जलमे पर्थ्यो नि पाकेको फल भई पो हातमै झर्थ्यो नि ए छम्मै जाला पानीमा होइ आँखा पर्यो नानीमा खुकुरीलाई पितल छापा हाँसियालाई बाला कति हेर्छे उदाइने देब्रे जवान होली जाला जवान होली जाला हेलो गाइज वेलकम ब्याक टु मेरो द न्यू रियाक्सन भिडियो। हाई गाइज तपाईहरु सन्चै हुन्छ होला, म पनि सन्चै छु। र आज मैले उनको स्विटर मुभीबाट चाहिँ सुजन चापागाईको चाहिने जो जिन्दगीमा भन्ने सङ्ग्सको रियाक्सन भिडियो बनाउन गइरहेको छु। एन्ड वान डे अलरेडी कम्प्लिट भइसकेको छ। लेट्स सी गाइज, तपाईले हेरिसक्नुभयो होला, हेरिसक्नु भएको छ भने मैसँग हेरिदिनु होला भन्दै हामी ढिलो नगरी रियाक्सन भिडियोतिर जानेछौँ। र यो चाहिँ मैले टिकटकतिर होइन यसको क्लिप्सहरू धेरै सुनिरहेको थिएँ, एकदम राम्रो लागेरै आयो म। लेट्स सी गाइस कस्तो हुन्छ, मैसँग हेरिदिनु होला। सुजन चापागाईको त सक्समा एकदम बवाल लाग्छ यार। ए छम्मै जाला पानीमा होइ आँखा पर्यो नानीमा राम्रे तिमी फुल झै शीतल तिमी जुन झै ए छम्मै जाला पानीमा होइ आँखा पर्यो नानीमा राम्रे तिमी फुल झै शीतल तिमी जुन झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा बवाल छ, डान्स पनि बवाल छ। एन्ड गीतको त सङ्ग्सको त कुरा नगर्नु, सुजन चापागाई को त होइन गानाहरू नै एकदम खतरा लाग्छ मलाई। अनि यो हुन्छ नि यो जुन अब यहाँ केटा र केटी छ, केटी त मैले खै एउटा प्रदीप खड्कासँग मुभीमा खेलेको केटी जस्तो लाग्छ, तर यो केटाको चाहिँ मैले टिकटकतिर देखिरहेको हुन्थेँ एकदम खतरा डान्स गर्ने होइन। नाम चाहिँ मलाई पनि त्यति थाहा छैन, एलेक्स होला मेबी, यहाँ त एलेक्स र सलिना छ। अनि उसको चाहिँ मैले टिकटकतिर नि हेरिरहेको हुन्थेँ, खतरै लाग्थ्यो डान्स होइन। अनि खतरै रहेछ यार भिडियो पनि एकदम। लेट्स सी गाइस। खुकुरीलाई पितल छापा हाँसियालाई बाला कति हेर्छे उदाइने देब्रे जवान होली जाला जवान होली जाला मेरै घरको दैलो ठुलो आँगन चारै कुने न बिजुली न त पानस तिमी भए हुने तिमी भए हुने हे राम्री रहेछौ फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा भिडियो कोरियोग्राफर पनि खतरा छ। तालमे मच्छी भई पो जलमे पर्थ्यो नि पाकेको फल भई पो हातमै झर्थ्यो नि तालमे मच्छी भई पो
राम्री नै छु फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा songs खतरा है यार बैकग्राउन्डहरु पनि खतरा है डाँडा काँडा हैन डमरले टिट्टु दिलीप राईमाझी जति दखल दियो त एकदम खतरा अनि राम्रो छ सङ्ग्स पनि राम्रो छ भिडियोहरु पनि एकदम हैन सङ्ग्सको अब कोरियोग्राफर हैन डान्स अब कोरियोग्राफरले नै हैन स्टेपहरु यताउति खतरा लाग्यो यार मलाई अनि योसँग त्यही त दिलीप राईमाझी निरुता सिंहको मतलब कम्पेयर गरिरहेको थिएँ मलाई थाहा छैन तर एकदम बबाल छ एन्ड लेट्स सी गाइस हामी अर्को न्यू रियाक्सन भिडियोमा भेटिनेछौँ त्यतिजेको लागि बाइ बाइ